बिहान ठिकठाक अनि साफसफाई गर्दै गरेको क्रममा स्वामी यो बाल विकासको कक्षा बाल विकासको नियम चाहिँ उहाँले सुरु गर्नुभएको शब्द हेर्नुहोस् न बाल विकास भनेको बाल भनेको नानीहरू उनीहरूको विकासको हेतु यो कार्यक्रम गरिएको छ र हजुरहरूलाई एउटा कुरो अझै भन्न चाहन्छु कि हाम्रो सङ्गठनको मूल खाम्बा चाहिँ के हो बाल विकास प्राथमिकता चाहिँ स्वामीले बाल विकासलाई दिनुभएको छ किनभने आउने पिँढीहरू उनीहरू हुन् आजको दिनमा उहाँ नानीहरूलाई हामीले राम्रो संस्कारको कुरा गर्छौँ नि राम्रो संस्कार दिएको रहेछ उहाँलाई राम्रो संस्कार दिनुपर्छ संस्कार यही नै हो हामीले जब तक भगवान्लाई चिन्दैनौँ जब तक हामी धर्म पालन गर्दैनौँ तब तक हामी संस्कारी हुन सक्दैनौँ हुन त पूजापाठ गर्ने मान्छे मात्रै सभ्य हुन्छ भन्ने छैन तर पूजापाठले चाहिँ सभ्यतापट्टि लान्छ नि त जो मान्छे जो बच्चा घरमा पूजापाठपट्टि लिन हुन्छ तपाईहरुले हेर्नुस् उसको आनी बानी हाउभाउमा धेरै फरक तपाईहरुले देखिनै हाल्नुहुन्छ हो कि हैन अनि राम्रो घरको नानी पनि कोही बेला ठुलो हुँदा हुँदै बिग्रिने डर हुन्छ साथ संगतले गर्दा तर जो नानीले बाल विकास गरेको छ म यति चाहिँ ग्यारेन्टी म आफै दिन सक्छु त्यो नानी हतपत बिग्रिने जीवनमा उसले 1 महिना मात्रै बाल विकास गरेको छ भने पनि केही फरक चाहिँ त्यो नानीमा हुन्छ मैले आफै देखेको छु यस्तो यस्तो छ अहिले कतिजना हाम्रो धेरै बदमास गरेर धेरै बदमास गरी हिँड्ने हाम्रो कतिजना नानीहरू ब्रह्मणस्पदान शृण्वन्नोतिभिः सीदसाधनम् प्रणो देवी सरस्वती वाजेभिर्वाजिनीवती धीनामवित्रयवतु गणेशाय नमः सरस्वत्यै नमः अस्मान् प्रणक्तु विश्वतः अथो यदि श्रुतिस्तवारे अस्मन्निवेदितं पतये नमो नमो भवस्य हेत्यै जगतां पतये नमो नमो रुद्राय तथाविने क्षेत्राणां पतये नमो नमः सूताय हन्त्याय वनानां पतये नमो नमो मन्त्रिणे वाणिजाय कक्षाणां पतये नमो नमो भुवन्तये वाविवस्कृतायौषधीनां पतये नमो नमः उच्चे घोषाय क्रन्तयते पत्तीनां पतये नमो नमः कृत्सविताय धावते सत्त्वनां
भनिन्छ नि मातृदेव भव पितृदेव भव भनेर हामी भन्ने गर्छौँ होइन। सबैभन्दा पहिलो भगवान चाहिँ हाम्रो आमा बाबा हुनुहुन्छ। हाम्रो बडाबडी काका काकी सानो ठुलो जति पनि हुनुहुन्छ उहाँहरूलाई पनि हामीले आदर संस्कार गर्ने यहाँबाट शिक्षा पाउँछौँ ज्ञान पाउँछौँ भनेर हामीलाई भगवानले भन्नुभएको छ। पारिवारिक सम्बन्ध सुदृढ हुन्छ। यसले आमा बाबा र छोराछोरी बिचको आत्मीयता दृष्टि बन्तवा आकांक्षा प्रदान अनि हाम्रो नानी अदिति राई सबैजनाले डिस्टिङसन मात्रै होइन, हाम्रो नानीहरूले कतिजनाले त हाइएस्ट स्कोर पनि गर्नुभएको ओभरअल चाहिँ धेरै खुसीको कुरा हो। र यति सुनेपछि त मैले भन्नु नपर्ने थियो, थप्पडी त अटोमेटिक आउनुपर्ने हो। र भगवानको आशीर्वादको निम्ति उहाँहरूलाई हामी केही फेलिसिटेसन हाम्रो तर्फबाट सम्मान दिनुको लागि आज म उहाँहरूलाई निम्ताउन चाहन्छु। र सर्वप्रथम म मञ्चमा बोलाउन चाहन्छु हाम्रो छोरी नानी दृष्टि बन्तवा। प्लिज कम अन द र चाहन्छु हाम्रो ग्राम इन्चार्ज श्री तिलक थापा दादाले चाहिँ उहाँ नानीलाई खदा लगाई अनि नानी कङ्ग्रेचुलेसन किप शाइनिङ है। आउने समयमा अझै पनि हामीले तपाईहरुले राम्रो राम्रो स्कोर गरेको सुन्नु पाऊँ र आउने वर्षहरुमा हामीलाई उम्मेद छ क्लास 10 का हाम्रो फाउन्डेसन हो त उहाँ नानीहरुले 10th मा यति राम्रो गर्नु भएको छ भने आउने समयहरुमा उहाँहरुको लागि चाहिँ इट्स गोइङ टु बी अ केक वक as long as I feel. So with best wishes for your forthcoming examinations and all the endeavors that you have in your life, I wish all the best. We wish from the entire Satyasai fraternity that may Swami bless you always. Thank you. त्यसपश्चात साइराम कृपया गरी उहाँ नानीलाई पनि म चाहन्छु हाम्रो गुरुमा निता गुरुङको द्वारा चाहिँ उहाँ नानीलाई चाहिँ सम्मान गरिदिनुहोस् भनी अनि खदार्पण अनि स्वामीको प्रसाद थप्पडीमा कमी हुनु हुँदैन है। हाम्रो गाउँको नानी हाम्रो आफ्नो नानी हो। यसरी नै सबै नानीहरू आफ्नो विकासको नानीहरूले पनि आउने समयमा यो दिनहरू देखाउनु पर्छ है। त्यो प्रकारको रिजल्ट हुनुपर्छ नानीहरू। र यति भन्दै म हाम्रो छोरीलाई फेरि पनि म भन्नु चाहन्छु कि नानी तपाईहरुले यु हेभ मेड अस अब आफ्नो परिवारको त कुरा छोडिदिनुहोस्, उनीहरूलाई त कति गर्व भयो होला, हामीलाई पनि गर्व भइरहेको छ। कारण हाम्रो समाजको मात्रै होइन, हाम्रो गाउँको, हाम्रो जातिको, हाम्रो सबै साई परिवारको, हाम्रो गाउँ समाजको सबैको तपाईहरुले नाम राखिदिनु भएकोमा धेरै धेरै बधाई र स्वामीको आशीर्वाद हजुरलाई हमेशा नानीलाई भगवानले आफ्नो शरणमा लियोस् र हमेशा तपाईलाई आशीर्वाद गरिरहोस्। जय साईराम। फेरि पनि थप्पडी लागि मैले नै भन्नुपर्ने यो चाहिँ एउटा ठुलो रोग भइसकेको छ। अनि हाम्रो नानीलाई पनि उहाँले 12th को एक्जाम पनि विथ डिस्टिङसन विथ भेरी गुड मार्क्स उहाँले गर्नुभएको छ र आउने समयमा त्यसरी नै हामीले हाम्रो नानीहरू चाहे जुनै पनि घरको होस्, हाम्रो समाजको नानीहरूलाई हामीले प्रोत्साहन दिनुपर्छ। उहाँहरूको आउने समयमा उहाँले अझै पनि राम्रो गर्दै जाओस्, किनभने पढाइको क्षेत्रमा विद्याको क्षेत्रमा हमेशा उत्कीर्ण भएर अगाडि बढेको नै राम्रो कुरो हो र उहाँ नानीले पनि हाम्रो डल्लै गाउँलाई नै एकदमै गर्वित गरिदिनु भएको छ। एन्ड आई वन्स अगेन विश अदिति loads of love and blessings from the entire Sai fraternity. र आउने दिनहरुमा नानी तपाईले अझै पनि एक्जाम्सहरुमा फोर्थकमिङ तपाईको कलेज लाइफमा तपाईले राम्रोसँगले गर्न सकोस् भन्ने म कामना गर्दै र स्वामीको आशीर्वाद हमेशा हजुरमाथि रहोस् भन्ने म निवेदन गर्दै हजुरलाई फेरि पनि एकपल्ट म
कङ्ग्रेचुलेट गर्नु चाहन्छु। जय साईराम। घोडा धुने पनि राखिदिनुहोस् पानी। हो त्यसरी हाम्रो गुरामाहरूले सघाइदिनुहोस्। र यहाँ हाम्रो आज चाइनाबाट आएको दिदीबहिनीहरूले चाहिँ चाउमिन थुक्पा भनेर बनाउनु हुँदैछ। आवाज नगर्नु। अब त्यसपछि सक्नुभयो तपाईँहरूले। त्यसपछि तपाईँहरूले आमाको टिका लगाइदिनुहोस्। अब सबै नानीले अक्षता छर्किनुहोस् आमा बाबालाई। अक्षता नानीले छोरीले नगर्नुहोस्, बाबाको चेलीबेटीले चाहिँ नगर्नुहोस्। आमा बाबालाई चाहिँ हल्दी लगाइदिनुहोस्, अलिअलि खुट्टामा लगाइदिनुहोस्। यस्तो 3 पटक घोरिदिनुहोस्। श्री गुरुभ्यो नमः। श्री वेद पुरुषाय नमः। अष्टदेवताभ्यो नमः। कुल देवताभ्यो नमः। श्री लक्ष्मी नारायणभ्यो नमः। भ्यो नमः। श्री उमा महेश्वरभ्यो नमः। श्री माता पितृ चरण कमलेभ्यो नमः। चरण कमलभ्यो नमः। अब चाहिँ प्रार्थना छ है, प्रार्थना समाप्त भएको छ है। हजुर सिधा राख्नुहोस् चरण राम्रोसँगले। अब आफ्नो आमा बाबालाई यो चाहिँ हामीबाट यो चाहिँ तपाईँहरूलाई एउटा गिफ्ट तोहफा हो भनेर दिनुहोस्। उठेर दिनुहोस् सबैले। दुई हातले आमा बाबालाई दिनुहोस्। वाय धीमहि तन्न सर्व प्रचोदयात्। ॐ साईश्वराय विद्महे सत्यदेवाय धीमहि। सदा र भक्ति गर्नेछौँ अनि माता पितालाई प्रत्येक दिन बिहान उठेर भोग गर्नेछौँ। उनीहरूका कुरा सर्वदा शिरों पर गर्नेछौँ। हाम्रा चिन्ता वाक्य अनि कर्मद्वारा कुनै प्रकारले पनि उहाँहरूलाई दुःख वा कष्ट दिने छैनौँ। मन अनि प्राण दिएर एकनिष्ठ भावसहित उहाँहरूको सेवा गर्नु नै हाम्रो
कलयुग अवतार मेरे श्री साई, मेरे हृदय निवासी श्री सत्य साई। कैसे करूं बयां मेरे मन की वेदना, सब कुछ तो आप सुनते हो, अब क्या ही और कहना। मेरे कण कण में आप हो, मेरे सांसों में आप, आपकी नाम की सदा करता रहूं मैं जाप। हे परम पिता पूज्य परमेश्वर, आपकी उपस्थिति और सभी के घर। हे परम पिता पूज्य परमेश्वर, आपकी उपस्थिति और सभी के घर। यह संदेशा है मुझे घर घर पहुंचाना, यह संदेशा है मुझे घर घर पहुंचाना। हम सब में आप बसे हो, यह बात है बताना। धन्यवाद। जय साई राम। धन्यवाद दिन चाहन्छु र हाम्रो साई टिम है देवकोटको साई टिमलाई पनि मेरो हृदयबाट धेरै धेरै धन्यवाद छ। र तपाईहरुको यो प्रोग्राम जो बाल विकास प्रोग्राम गर्नु हुँदैछ है, यो एकदमै ठुलो खुसीको कुरा हो है। यस्तो गर्नै पर्छ गाउँमा, गाउँघरतिर है। सानसानो नानी, हामी सानसानो नानीबाटै हामीले सिकाउनु पर्छ क्या यो हाम्रो धर्महरू हैन, माता पितालाई कसरी के गर्नुपर्ने हो है खानु। ओम साई राम। श्री सत्य साई सेवा अर्गनाइजेसन जङ्गलपुर दार्जिलिङ डिस्ट्रिक्ट साउथ जय गौ समितिलाई सर्वप्रथम हाम्रो शिव मन्दिर कमिटी देवगडा टोल सँगसँगै देवगडा समाज सेवा सङ्घको महासचिव भएको हुनाले
आजको यस प्रोग्राम भव्य भएको हामीले देख्न पाएको छौँ र सम्पूर्ण साई परिवारलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद र यो आजको नानीहरूलाई एउटा प्रोत्साहन दिने मोटिभेसन दिने जुन मैले बिहानदेखि लिएर यहाँ देखिरहेको छु एकदमै राम्रो कार्यक्रम भएर गइरहेको छ। नानीहरूले शिक्षाको अर्जन र उहाँहरूलाई मोटिभेसन यस आजको कार्यक्रमले दिएको छ भने र हाम्रो यहाँ आजको प्रसादम चाहिँ यस्तो प्रकारको छ। अलिकति हाम्रो आधुनिक प्रसाद छ आज। अब नानीहरूले मन पराउने कुरो नै बनाइदिनु पर्यो भनेर चाहिँ नुडल्स विथ भेजिटेबल्स है एन्ड त्यहाँदेखि आलुदम अलग्गै चाहिँ नानीहरूको लागि हामीले गरेको छौँ।